हेलो गाइज, गुड आफ्टरनुन। आज चाहिँ म फेरि एउटा भिडियो लिएर आएको खाना आँटेको। आज चाहिँ मैले मसरुमको दाल बनाएको छु, फुलकोपी र आलुको सब्जी, चिकन। अन्त मैले चाहिँ यो हिजो बनाएको मुलाको अचार, हिजोभन्दा पनि अघि बिहान चाहिँ हालेको। मैले मुलाको अचारको भिडियो पनि हालेको छु गाइज। त्यही मुलाको अचार चाहिँ अब म खान आँटेको मुलाको अचारसँग आज कस्तो भयो, खाउन मन लागिसक्यो मलाई। तिमी खान्छौ? मुलाको अचारमा चाहिँ मैले डल्ले खुर्सानी पनि हालेको छु। कस्तो मजा आउँछ सिटीमा है। लो स्टार्ट गर बेबी। चिकन चाहिँ मैले अलिकति 2 पिस मात्रै हालेको हो, किनभने मेरो फुलकोपी र आलुको सब्जी पनि थियो हो। त्यही भएर मलाई त चिकन भन्दा मुलाको अचारसँग चाहिँ भात खानु मन लागिरहेको थियो कि, त्यही भएर। र गाइस अब खाएको कस्तो मिठो, कस्तो मिठो भएछ हौ साथीहरू मुलाको अचार चाहिँ है। कति पकाइसक्यो? 2 बिचमा नभन्नु भनेको उनीहरूलाई थाहा पाएको। यो कति भयो? यो कति कमेन्ट गर्नु भन न अन्त। कति ठुलो ठुलो सानो सानो खोइ। मुलाको अचारले चाहिँ यो भात चाहिँ आज डल्लै जान्छ। खायो भने माग न, फेरि हालिदिन्छु। यो कति हो भनेर भन्नु होला। Scary teacher game kalak कमेन्टमा भन्नु होला। त्यो डबो हुन्छ त हामीलाई पक्रिन्छ त नि। हिजोभन्दा त कस्तो मजा आएको थियो। उसका देश स्क्यारी teacher खाउँदा वाव, नियारा फर्स्ट। सुन्नु पर्यो। टेन्टना सक्यो। डल्ले खुर्सानी